मलाई नबोलायो अबदेखि। हेलो अनि नमस्ते साथीहरू, वेलकम छ सबैजनालाई फेरि अर्को मेरो मुकब्याङ च्यानलमा मेरो साथी सन्जुसँग। अनि आज चाहिँ हामी 50वटा मोमो खाँदैछौँ। अनि यता छ थुक्पा यो अचार हामी खान्छौँ ल। हुन्छ ल खाम सबैले खान्छ कि हातले खाने म त खाएँ गाइजौ मिठो ल्यामलाई 50वटा मोमो कसले कतिवटा खान्छ है। सेलाइसक्यो ग्यारे ठुलो मोमो गर्नु होला हुँदैन गर्नु होला। तर पिरो बाजा हजार धेरै खुर्सा हालेका छन्। तिमीले त पिरो बना मोमो पिरो अचार सन्जुल खाने खुर्सानीको पिरो छ हामी दुईजना मात्रै बनाएको है मोमो। बिहानदेखि लागेको छ। कति घन्टामा बनायो भने झन्डै 3 घन्टा नि 3 घन्टा जहाँ अब यति मोमो बनायो 3 घन्टा। तर सेलाएर कस्तो नमिठो भयो नि। मिठो त छ तर सेलाएर अलि मजा आयो। थुक्पा पनि खान्न पिरो भयो पिरो पानी थुक्पा चोयो साथी। मिठो छ। अर्को पत्ता के को मुखबाङ ल्याउने भन्नु होला। भन्न लाएर सम्झनाले बनाउँछन्। सम्झनाको मुखबाङ च्यानल सबैले सब्सक्राइब गर्ने होला है। अच्छा सुधा सेलाइसक्यो हावा लाग्यो। आज हामीले कहाँ बनाउने थाहा छ? छतमा बनाइरहेको छौँ हामीले। ठाउँ नभएर नै ठाउँ नभएर खुर्सानी कति त हालेको गने आएन। रातो खुर्सानी हाल्दै लम्बी भएर छ दामेर पचरी पिरो भयो पानीले त मुखबाङ गर्न पनि तर सजिलो रहेछ।
सकिन्न म त सक्दैन सकिन्छ खानु म त अहिले हेरेर डराएँ 50वटा बेहोस बनायो सोचेरै ददोसो त खाने बिबिस त खाने थियो त्यो झरै छ त्यसमा त हामीले कति ठुल्ठुला बनायौँ के बाक्लो बाक्लो या हाम्रो अर्को साथी बोलाउनु पर्छ महिनालाई बिचमा बोलाउनु पाइन्छ त गाह्रो भयो खुट्टा पेट भऱ्यो के आज त खान्छु होला भनेको थिएँ म त खान्छु होला भनेको सकेन कति छ अब 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 छोटा खाइदिनु पपन्ड अरे 12-12वटा होइन होटलको मन त जति खान सकिन्छ घरमा बनाएको किन हार मान्ने हुन्छ जहिले पनि मेरो मुखमा एक्टिभेट गरिरहेको चाहिँ नगर फाल्नु पऱ्यो अब हार मान्न लागेको म त म झन् नसकिँदो चाहिँ खाना मैला भएर आज पनि छाड्ने नजाने सकिन्छ खाना कि तिमी एक्लै खान्छौ आज साथीले हार मान्यो भनेर मलाई माया गर्न मेरो च्यानललाई मलाई अब नलाग्नु के सुविधा यहाँ त एकछिन पज गर्दा लास्ट दबाइयो नि साँच्चै अब के त्यस्तै बोलिरहेको अनि जुन जुन क्लिपहरू त्यो हुन्छ ओ प्रभु थाहा भयो कत्रो मोमो पनि अर्को च्यालेन्जमा दिदीहरूलाई पनि बोलाएँ को दिदी गङ्गा दिदी गङ्गा दिदीले लाज नभनेर खाए है बहिनी गङ्गा दिदी लाज माने कुरा होइन खानै गाह्रो भइसक्यो मान्छे बेहोस भए म बिउझाउन ओ के गर्ने के साँच्चै भिडियो भइरहेको चाहिँ थाहा छ मेरो अनुहार हेर्नु साथीहरू खान सक्छ होला खान सक्छु होला साँच्चै 50वटा सकिन्छ भनेर राखेको त 10वटामै हार मान्न लाग्यो भने त 10वटा होइन 15वटा खाएँ मलाई नि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 55वटा त खाइछन् तर होटेलमा त 2 प्लेट गरेपछि खाइन्छ है तिमीहरूले अगाडि पनि खाएर होला नि खाएन 2टा मात्रै खाने तर यस्तो हो नि बनाइ आफूले खानै वाक्क लाग्छ के ठ्याक्क लागेर अर्डर गरेर खाएको चाहिँ मजा छिटो हुन्छ नि के गर्ने के छिटो भन्नु न खाम्के म त सक्दिनँ साँच्चै यस्तै गाह्रो भयो आउनु मैमा के हुन्न के
लाज नमानु नि के हुन्न के म खान्छु मेरो साथीले हार मानिन् रे मेरो च्यानल मैले खानै पर्यो पर्यो ओए साथी टोइलेट नभएको नि अहिले उल्टा होला नि हाँसिरहेको। साथीहरू झन् है मेरो हाम्रो साँच्चै घाउ भयो क्या मलाई आज अति भयो बोसो धेरै म भयो बरु र धनियाँ खान्छु धनियाँ म बरु थुक्पा खान्छु सबैजना पुगिदेखि जुन हालेर अस्ति त होइन यार अस्ति त बरु पानी पुरो र त्यो चाउचाउ खान्छु त मैले यो म त हार माने खान्न अब नयाँ मान्छे खोजै अब है यस्तो खाना नि मुकबाङहरूले त एकदम मिठो गर्दा खान्छ कसलाई बोलाउँछु अर्को च्यालेन्जमा मतलब अर्को मुक्बाङमा आफै बन्द गरिन्छ जस्तो ज्यादा नि सोचिरहेको छु म अब यो च्यानल कन्टिन्यू गरौँ कि नै ल साथीहरू भन्नु है सम्झ ओइ लाई चाहिँ यति नै राख्छौँ आज पनि सकेन माफ गर्नु होला सिक्दैछु धेरै गाह्रो भयो आदि चाहिँ साथीहरूलाई दिएँ खाइरहेछन् उनीहरूले ब्याकग्राउन्डमा झन्डै बमिट पनि हान्लायो साह्रै गाह्रो भयो अब मोमो खान्न जहिले पनि सिकाउन राख्छ साथीहरू म मोमो खान्न तिम्रो यिनी मोमो लभर पनि हार मानिन् म मोमो लभर होइन म लभर के नै म चाहिँ थुक्पा खाएँ त्यही भएर यतिसम्म हेरिदिनु भएको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब अनि कमेन्ट गर्न नछोड्नुहोला यदि अझै चाहनुहुन्छ भने के ल्याउने त्यो कमेन्टमा लेखिदिनु होला सम्झनाले खान सक्नुहुन्छ धेरै है त्यही हो बाई 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 बाई